त्यहाँ गाउँ मात्रै छन्, जहाँ फुल फुल्नुपर्ने हो त्यहाँ गाउँ मात्रै छन्। दैनिक विवेक छ पर्खालहरू कति अग्ला छन्। कहिलेसम्म सहने त्यो पीडा त्यो अपमानको वर्षा, समानता खोज्ने रहेको गर बच्चा, समानता खोज्ने रहेको गर बच्चा। धन्यवाद कार्यक्रम सञ्चालक छु आजको यस कार्यक्रमका स्वागत छिन्छु। प्रमुख अतिथि विशिष्ट अतिथि मञ्च आसीन मौलिक व्यक्तित्व हातमा हराएको दराज लिएर बसिरहेका निष्पक्ष व्यक्तिलाई बन्नछु। अति आदरणीय गुरुवर्ग तिनले आफ्नो पुनर्वासनको लागि आज मेरा प्रतिस्पर्धी मित्रहरू तथा सम्पूर्ण सम्मानतापूर्व म श्रीधारा माध्यमिक विद्यालय मध्य छात्र प्रगति सीमाको तर्फबाट स्वीकार्नुहोस् गम्भीर गोर्खाली नमस्कार। आज मैले 2082 साल लक्ष्मी महिनाको 23 गतिका दिन गोर्खा नगरपालिका गोर्खा र कृषि सेवा कार्यालय गोर्खाको संयोजनमा श्री शक्ति नदीको प्राङ्गणमा हुन गएको वक्तित्व कला प्रतियोगितामा आफ्ना भनाइहरू प्रस्तुत गर्न पाउँदा आफूलाई निकै भाग्यवान ठानेकी छु। आजको यस वक्तित्व कलाको शीर्षक रहेको छ लैङ्गिक हिंसा। अब म यस विषयमा आफ्ना सुन्दर वाक्यहरू प्रस्तुत गर्ने माग्दछु। स्वाध्यक्ष महोदय, म यस्तो विषयमा बोल्न उमेकी छु जुन विषय 21औं शताब्दीको आधुनिक समाजमा नै समाजमा लागेको एक कुरूपको दाग हो लैङ्गिक हिंसा। लैङ्गिक हिंसा भनेको कुनै व्यक्ति वा समूहले अर्को व्यक्ति वा समूहलाई बोली व्यवहार र कार्यबाट घृणा अपमान वा कष्ट पुर्याउने कार्य हो। यस्तो हिंसा शारीरिक मानसिक आर्थिक यौनजन्यात्मक हुने गर्छ। नेपालमा कयौँ महिलाहरू लैङ्गिक हिंसाबाट प्रभावित हुने गरेका छन्। पुरुष प्रधान पारिवारिक संरचनाबाट सृजना भई समाजमा लामो समयदेखि जरो गाडेर बसेका कारणले गर्दा महिलाहरू लैङ्गिक हिंसामा पर्ने गरेका छन्। त्यस कारणले गर्दा गर्भावस्थादेखि वृद्ध अवस्थासम्म आइसक्दा पनि महिलाहरू विभिन्न कारणले गर्दा लैङ्गिक हिंसामा परेका छन्, जस्तै छलपूर्ण भ्रूणहत्या, बाध्यात्मक बलात्कार, वेश्यावृत्ति, महिला बेचबिखनका होसार प्रसार, नारी हिंसा, कार्यस्थलमा हुने हिंसा, आर्थिक हिंसा आदि लैङ्गिक हिंसाका उदाहरण अन्तर्गत पर्दछन्। स्वाध्यक्ष महोदय, मनुस्मृतिको 56औं श्लोकमा यसरी उल्लेख गरेको छ कि यत्र नरेस्तु पूजन्ते रमन्ते तत्र देवता। जहाँ नारीको पूजा हुन्छ त्यहाँ देवता रहन्छन् भन्ने आदर्श बोकेको मेरो देश आज यही देशको खबर पठाउँदा बत्ती छोरीको चित्कार र दाइजोको आगोको जरिका कि बुहारीको आँसु र यसरी पुरु बनाइदिएका बुहारको समाचार पढ्नुपर्दा आज लाजले सिउनिरहन्छ। हामी मङ्गलमा बस्ती बसाउने विज्ञानको कुरा गर्छौँ, तर आफ्नै घरभित्र र सैनिकहरूमा आफ्ना दिदी र बहिनीहरू सुरक्षित छैनन् भने यो ती व्यापकतालाई कसरी नकार्न सक्छौँ? प्रिय मित्रहरू, समसामयिक सन्दर्भलाई जोड्दै भन्नुपर्दा पनि हिंसा गराउन फैलिएको छ। हिजो हिंसा बन्द गोर्खाभित्र थियो भने आज बिजोग बनेको छ। हातमा स्मार्टफोन र इन्टरनेटको पहुँचले हामीलाई विश्वसम्म जोड्यो, तर विडम्बन यही प्रविधिको कारणले गर्दा आज महिलाको चरित्र हत्या गर्ने, पाकिने गर्ने र मानसिक रूपमा विक्षिप्त बनाउने हतियार बनिरहेको छ। कञ्चनपुरकी निर्मला कन्दादेखि लिएर महोत्तरकी जलेश्वर खाद्यसम्मका यी घटनाहरूले हाम्रो न्यायप्रणालीलाई गिजाइरहेको छ। जबसम्म पीडकले राजनीतिक सुरक्षा र पीडितले न्यायको लागि सडकमा रुनुपर्ने अवस्था रहन्छ, तबसम्म समृद्ध नेपालको नाम केवल एउटा खोक्रो रटान मात्र हुनेछ। प्रिय मित्रहरू, आजको 21औं शताब्दीको प्रविधिले हामीलाई ग्लोबल भेषमा रहेका